सामानहरू लिइसकेको छौँ। अब हामी चाहिँ भर्खरै अहिले बनबसबाट पुगिसकेको छौँ। अब यहाँदेखि चाहिँ माथि जानु लाग्छ। माइले चाउचाउ इज द सिक्रेट अफ माई भ्लग कहाँको रहेछ ए अब यो कहाँदेखि भेट्यो अब तपाईँ पनि राम्रो देख्नु भयो उतार न यहाँ अलिकति त उतार हो सारा यस्तो गर्नुपर्छ। Hey guys, welcome back to another video. It's me Deepak Sunar. सबैहरूले थाहै छ मेरो साथमा छ निर्भर भाइ र अर्को चाहिँ दले भाइ उता छ खै त्यो चोकमा कुरिरहेको छ हामीलाई अनि हामी पनि अब यहाँदेखि निस्क्यौँ घरदेखि भर्खर। अब त्यहाँ चोकमा गएर त्यसपछि त्यहाँबाट फेरि बसमा जानुपर्ने हुन्छ हामी किनभने यस्तो घाम अति छ। अब हिँड्दै जान सकिन्न। त्यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ घाम कति नै लागेको छ र यहाँ गर्मी पनि अति नै छ तराईतिर के गर्ने यस्तो छ। अब यसो खोलातिर गएर नुहाइदिउँ भनेको अब डेली भ्लग्स हाल्ने भनेको अब के गर्ने कन्टेन्टहरू अब घर बसी पाइन्न त्यही भएर आफै खोज्दै हिँड्नुपर्छ। ल फाइनल गाइस अहिले चाहिँ हामी यहाँ चोकमा आइसकेको छौँ। अहिले प्रतिशालयमा बसेको छु यहाँ। अब यहाँ चाहिँ दले भाइले पुगिरहेको छु। दले भाइ कति आउँछ अनि त्यसपछि बसमा जानुपर्ने हुन्छ। हामी जान्छ यता हो यही रोड गाह्रो छ। अब घर घाम पनि अति नै छ यहाँ। अब हेरौँ अहिले कस्तो हुन्छ पौडी किन्न जाने कुद्दा उर्दै अति नै भइसक्यो त्यो अझै आएन। अब एकचोटि कल गर्छु के अरे कल गरेपछि आएन भने त्यसपछि हामी त्यो त्यहाँ टिप्पर रोकेको छ त्यो टिप्परमा गइदिन्छौँ। सूर्य ब्रिज जाने हो त्यहाँ कतिचोटि 3-4 चोटि गइसक्यो क्या। अब भ्लगमा नि कति देखाउने च्याउ लागिसक्यो तर बाल्छिन मलाई आज नै हालिदिने हो। अझैसम्म नि आएन त्यो भाइ के गर्नु होला जाने हाल्नु। अहिले हाम्रो चाहिँ आइसक्यो दले भाइ चस्मे भाइ आइसक्यो। अब चाहिँ हामी हो केमा जाने हो बसमा जाने हो मेरो केटी आउँदै छ ए यस्तो बिल्लामा हान्ने यार भिडियोमा हामी चाहिँ अब बसमा जाने हो। साले हिरो भनेर हामी भने यस्तो चप्पलमा आफै यार हामी गाइज हामी यस्तो चप्पलमा त्यो भने जुत्तामा केही छैन। अब चाहिँ हामी बाले भएर नुहाउनु जानु के राम्रो जाने हो र यस्तो गर्नु चाहिँ हाम्रो कोक चाहिँ आइसक्यो। अब उतै गएर खानुपर्ने हुन्छ हामीलाई सामानहरू लिइसकेको छौँ। अब चाहिँ यहाँदेखि हामी जानुपर्ने हुन्छ। बसले कुरिरहेको आउँछ आएन बस हाइवेमा रुकिरहेको हामी अझै बस पनि आएको छैन। घाम पनि त्यस्तै छ यार यहाँ बस पनि आइरहेन झन् भेजा भइरहेको मलाई यहाँ। अब यो पिकअपले रुकाउँछौँ के अरे अब यसले रुक्यो भने यसमा जाने हो। हामी चाहिँ अहिले बसभित्र बसिसक्यौँ। अब यहाँदेखि सूर्य ब्रिज जाने हो। अब चाहिँ माथि गएर देखाउने छु किनभने यहाँ अलिक साउन्ड सुनिन्छ खेर आइरहेको त्यही भएर अब चाहिँ क्यामेरा अफ गरेर बस्छु। हामी चाहिँ भर्खरै अहिले बनबसबाट पुगिसकेको छौँ। अब यहाँदेखि चाहिँ माथि जानु लाग्छ पहाडहरू देखिने छ। अब तपाईँहरू देखाउने छु अलिकति हेर्नु नजाराहरू। भर्खरै झऱ्यो यहाँ क्लास चलिरहेको फाइनल हामी चाहिँ पुग्यो यहाँ। एकदमै धेरै सङ्घर्ष गरेर पुगिसक्यो हामी यहाँ झाँकिँदै तल माथि उफ्रिँदै आइयो। सो सिन चाहिँ हेर्न सक्नुहुन्छ एकदम बवाल छ हाम्रो। सो उता चाहिँ भाइरल पाहाड छ तर अहिले देखाउनु अहिले देखाउँछ जाने बेला आउने बेला चाहिँ छुट्यो त्यो क्लिप लगाइछ। अब चाहिँ हामी तल सिँढीदेखि अब तल झरिरहेको छौँ यहाँदेखि। सो तल चाहिँ पिकनिक खानु आउनु भएको रहेछ। यहाँ चाहिँ धेरै जस्तो मान्छे कति बया मान्छेहरू आउँछ नि। यदि तपाईँहरू कपिलवस्तुको नजिकै हुनुहुन्छ भने आउन सक्नुहुन्छ। यो ठाउँ एकदम बवाल छ। हामी त अब तल हेरेर हिँडिरहेको छु यहाँ हेर्नु सक्नुहुन्छ एकदमै ओह्रालो छ। सो लुट्ने धेरै सम्भावना हुन्छ। यहाँ बसेर एकछिन नास्ता गर्छौँ त्यसपछि हामी जाने त्यहाँ। सो अहिले चाहिँ 3 बजिसक्यो क्या हो तर हामी चाहिँ साँझ 6-7 बजीतिर घर फर्किने हो होइन र ल। अब एकछिन नास्ता गर्छु त्यसपछि हामी चाहिँ लिएर आएको छौँ यहाँ के चाउचाउ मात्र लिएर आएको रहेछ मात्र त्यो लिएर आइदिन्छ। मैले त चाउमिन बोकेर होला भनेको केही छैन। अब यस्तै हो अब चाहिँ खाएर गइहाल्नु। धेरै गरी भयो त्यो हामी यहाँ खाइसक्यौँ भर्खर नास्ता। अब चाहिँ चाउचाउ इज द सिक्रेट अफ माई भ्लग अभी मजा आएगा ना भिडो इज द सिक्रेट अफ माई एनर्जी। यो खाएपछि मलाई एकदमै भोक लाग्दिनँ र यो खाएपछि सबै कुराहरू ठिक हुन्छ मेरो।
जिन्दगीमा जे आए पनि सबैमा यही वाइवाई खाएर लड्न सक्छु सबैसँग। यो मान्छेले नि भत्काइदिन्छु मैले यो वाइवाई खाएर। सुहागरात्रको दिन पनि यही खाएर बिस्तारै भाँच्छ। खाट भाँच्छ बिस्तारै। त्यही त अनि बिस्तारै खाट भन्नु गएर जे भने त्यही हो, वाइवाई इज द सिक्रेट अफ माई एनर्जी। अब चाहिँ पौडी खेल्न पनि मैले एकदम डर लागिरहेको थियो होइन, म के गरौँ भनेको वाइवाई खाएपछि त मैले एकदम जोस आइरह। सो वाइवाई इज द सिक्रेट हो माई। अब चाहिँ त्यहाँ गएर पौडी खेल्ने हो। गहिरो छ, लास्टै गहिरो छ, डर पनि लाग्छ तर केही छैन, वाइवाई छ साथमा, डराउन मेरो आत्मा। अब खेल्छ त्यहाँ खतरा, त्यहाँ गएर पौडी खेल्छु म। अब चाहिँ गइरहेको छु म नाउन। ए भोसडी यो आएको रहेछ। ए अब यो कहाँदेखि भेट्यो अब। ल गाइज फाइनली मेरो साथी भेटेर एउटा यहाँ मदन यहाँ बसिरहेको रहेछ। के छ यो पुरै पोहो भएर बसिरहेको। अब चाहिँ नुहाउन जाने कहिले कतिखेर आएको पनि भर्खर नि ल। अब चाहिँ हामी नुहाउन गयौँ। ल यो चाहिँ यहाँ रहेछ, हिजोको त बवाल भयो भने केही छैन। अब चाहिँ हामी गयौँ कपडा यहीँ फेर्नु। ल गाइज अब चाहिँ हामी यहाँ नाङ्गी हुन्छौँ। यहाँ छ हाम्रो नुहाउने स्पट। अब चाहिँ हल्का नुहाइदिनु पऱ्यो। अब म चाहिँ चाउचाउ खान्छु। वाइवाई इज द सिक्रेट अफ माई एनर्जी। डर लागिरहेको त यो न्युज सक्छु दुबई भने बताउनु भएको मैले। ल दाम वाइवाई इज द सिक्रेट अफ माई एनर्जी। वाइवाई इज द सिक्रेट अफ माई एनर्जी। ल खतरा नाइयो गाइस, आज बबल नाइयो बागुदा जान्न। वाइवाईको साह्रो लिएर हुन्छ यार, यहाँ दुख्छु मैले। यही म कस्तो देखिन्छु भनेर मेरो दिपक सुनार छ भाइ। के फाइनल एउटा सब्सक्राइबर भेट्यो मेरो भाइ। तपाईँ पनि राम्ररी देखिनु भयो। अब चाहिँ फेरि एकचोटि जाने हो, त्यसपछि घर हिँड्दैन हामी। कपडा पनि गिलो भइसक्यो। पछि भक्कन नुहाएर निस्केछु। अब यहाँदेखि चाहिँ हामी जानुपर्ने हुन्छ। मेरो भाइ त निस्किसकेको छ। अब डल्ले भाइले हामी कुरिरहेको छौँ यहाँ। अब चाहिँ एकछिनमा छिटो निस्केर अब चाहिँ यहाँदेखि हिँड्नुपर्ने हुन्छ, किनभने रात पर्नु लागिसक्यो। मेरो नयाँ सब्सक्राइबरहरू हुनेहरू चाहिँ हेरै भिडियो आउँछ। सबैजनाले सब्सक्राइब गरिदिनु होला होइन। यहाँ गाइड चाहिँ त्यही हो। ल ल ल ल भाइ हुन्छ। ओ आइसकेको छौँ यहाँदेखि। अब चाहिँ हामी यहाँदेखि हिँड्यौँ। अब बवाल हुन्छ यहाँ चाहिँ। अब के गर्ने, आज चाहिँ नाइयो। आजको दिन यति बित्यो थाहा भएन। दिपक सुनार छ के DIPA के अनि SUN हाने आउँछ। फोटोसुट पनि भयो, भिडियो पनि भयो। अब चाहिँ हामी यहाँदेखि हिँड्नुपर्ने हुन्छ। अब चाहिँ रात त के अब घाम दुखिसक्यो। अब अहिले चाहिँ जाँदै अबेला हुन्छ हामीलाई। सो हेरिराख्नु होला। अब कि फच म चाहिँ यहाँदेखि निस्किसक्यौँ। मेरो भाइ र म चाहिँ अगाडि आइसक्यौँ। डल्ले भाइ चाहिँ पछाडि छ। अब हामी चाहिँ घरतिर जानु लाग्यो। अहिले हान्छ सालेले बाटो अवरोध गर्दा रोकमा। अब चाहिँ हामी यहाँदेखि सिडी यहाँ हेर्नु सक्छ। यहाँ चाहिँ सिडीको बाटो जानुपर्ने हुन्छ हामीले। के गर्ने, घाम छ। अब घाम छ यहाँ। घाम डुब्यो भनेको त अझै डुबेर हुन्छ यार। सो के भएन, घाम नडुब्यो भने माथि गएर शीतलमा बसेर एकछिन अनि त्यहाँदेखि फेरि घरतिर जानुपर्ने हुन्छ हामीलाई। भर्खरै हामी चाहिँ माथि आएर बसिरहेको छौँ। यहाँ तलदेखि उकालो सक्यौँ। हाम्रो चोकतिर अब आइसक्यो। अब चाहिँ हामी यहाँ चल्नुपर्ने हुन्छ। ल केटा छ। ल फाइनल हामी चाहिँ यहाँ झरिसक्यौँ। अब चाहिँ घर जान्छौँ। तातो घाम छ यहाँ। हराइदियो के ल केही छैन। र गाइस अब बसदेखि अब साइकलमा झऱ्यो हामी। घरतिर जानु पऱ्यो। चिज चला नि यार, मैले घर छोड्छु त्यसपछि जाँदैन कस त मैले मतलब छैन त। मैले नि भएको छैन भन्नु भएन, तर साथीहरूमा लागेको छ।
भान्जा यार मेरो त यो त कपडा देखेको थिएँ नि खाले लोटाउलास मलाई यो ट्र्याक्टरले यस्तो भेजा गर्छ नि ट्र्याक्टरले हेड गर्ने कतिजना हुन्छ कमेन्ट गर्नु त मिलेर एउटा सङ्घ संस्था बनाएर यो ट्र्याक्टरले बिहान हान्नुपर्छ नेपालमा ट्र्याक्टर नभएपछि तेरो घर बाँड्नु थियो बुझिस् होइन ट्र्याक्टरले बनाएको र साले मिस्त्रीले बनाएको बालुवा केबाट आउँछ बालुवा खोलाबाट खोलाबाट के मालिन्छस् घरमा बोकेर ल्याउँछ साले बोरामा हाल भौँसडीवाला हल्लिन्छु नि मैले अटोमा हालिदिन्छु अटो पच्किन्छ तेरो बाली भएर लतार्दी भने लिएर आउने हो के अरे जे भने के भन्नु अब यो चाहिँ ब्यान गर्नुपर्छ किनभने यस्तो बाटोहरू सम्झ कस्तो बिगारिदियो यार हाम्रो क्रस फायर हिँड्नै सक्दैन कि कति स्लो चलेर हाम्रो मैले क्रस फायर चलाउनु खोजेको अब के गर्नु क्रस फायरको कन्डिसन ठिक छैन नि तैँले बस्न अब बाटै त्यस्तै हो त अब के गर्नुहुन्छ मेरो क्रस फायरले यस्तो देख न मेरो क्रस फायरले के ऊ सर्भिसिङ मागिरहेको छ सर्भिस किनेको नदिएको पनि यस्तै 5-6 वर्ष भइसक्यो होला अनि कहाँबाट कुर्छ त अब अरूले 2-3 महिनामा सर्भिसिङ हान्छन् त्यस्तै हाम्रो क्रस फायर अब देख्न सक्नुहुन्छ क्रस फायर अझै धेरै भयो होला यार त्यस्तै हो घाम छ के गर्नु घाम त पछि कालेले एक्लै बरफ खानको लागि रोकाइरहेको थियो त्यहाँ घुमा किन साइकललाई पठायो भन्छन् हामीले ओइ घुमा कस्तो चलाएको यो आमा यो मान्छे त यार मान्नै पर्छ क्या हेर्न सक्नुहुन्छ गाई हामीले अगाडि पठाएर होइन आफूले एक्लै बरफ खान थाल्यो हो कि 1 घन्टा खाने नत्र कसैले खाने ओइ त्यो भाइ मेरो लागि चाहियो 1 घन्टा किन्दै 2टा देऊ यार अलिक भरेर है पचारेर भित्र है एउटा होइन यो भर्खर 10 रुपैयाँ 10 को कुचारेर 10 को यस्तो नपचारेर तर अलिअलि त हाल्नुपर्छ यार अलिअलि त हाल्नुपर्छ यार तिमीले भिडियोमा आइरह्यो हेर फेरि ब्यान्ड होला तिम्रो खालिया भाइ तिमीले त अलि राम्रोसँग हाल यहाँ चाहिँ स्पेसल आइसक्रिम खानु भएको छौँ हामीले अलि यस्तरी कुचाऱ्यो भने त्यसले दिउँ त्यसले अलि यस्तरी हाल्दै मेरोमा चाहिँ कोचार न यार अलिकति त कोचार यार हो साह्रो यस्तो गर्नुपर्छ नि त पैसा कमाउनु कहाँ सजिलो छ देखा न यो जस्तो शब्द त गाई यार घिउमा फ्रिजमा राखेर बेच्ने पैसा ल आइछ ल गाइस फाइनली आइसक्रिम खाइसक्यो आइसक्रिम आइसक्यो खाइसक्यो होइन खाँदैछु हातमा आइसक्यो आजको भिडियो यदि मन परेमा लाइक कमेन्ट नगर्नु कस्तो भिडियो आयो आजको भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्नु होला तर गजब बेइज्जती है यहाँ जता नि डिस्टर्ब हाने हबे अबे साले त्यो भिडियो यहीसम्म थियो फेरि पनि भेटौँला अब नेक्स्ट भिडियोमा हस्त मन परेमा लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्नु नभुल्नु होला टाटा बाई जय क्या बोला साले का खोपड़ी तोड़ साले बौला जय नेपाल जय नेपाल